अर्को कुरो, म पीडामा परेको छु, दुःखमा परेको छु। यो पीडा र दुःखमा रमाउने एउटै मात्रै व्यक्ति मैले देखेँ, अरू धेरै होलान्। त्यो व्यक्ति भनेको रासपाको तेह्रथुम जिल्लाको सायद मेन्सेम गाविसको सभापति होला, त्यहाँको अध्यक्ष के होला त्यो मलाई थाहा भएन एक्ज्याक्टली चाहिँ। रासपाको व्यक्ति हो। अझ हजुरहरूलाई नजिकबाट चिनाउने भने मेरो आफ्नै आमाले जन्माएको मेरो मालदाजु छत्रबहादुर थापा, एउटै आमाले जन्माएको। म कान्छो, दिलेन्द्र जेठो हुनुहुन्छ, छत्रबहादुर थापा। छोरो मरेछ, यिनीहरू मर्ने बेलामा यिनीहरू चाहिँ मर्नुपर्ने भनेर कमेन्ट गर्ने र गाउँघरमा नि गएर रमाउने मेरो आफ्नै दाजु पर्नु भएछ। तपाईहरुले के भन्नुहुन्छ यस्तालाई? र रासपामा लागेका व्यक्ति यस्तै धेर जसो यस्तै अराजक, भित्र मनमा पाप खिया बोकेकाहरू बढी लागेछन्। मेरो छोरो मरिरहेछ, काखको छोरो गुमाएर छु, तामाको मुना जस्तो फूल छोरो गुमाएर छु, फूल जस्तो छोरो गुमाएर छु। तर मेरै आफ्नो दाजु मैले जीवनमा सायद झुक्याएर ढाँटेर जानी कसैको एक थोपो पानी पनि मुखमा हालेको छुइनँ, कसैको 1 रुपियाँ चाराना पनि खाएको छुइनँ। त्यहाँमाथि नि सबैभन्दा जति पनि हामी थापा परिवार छौँ, मैले आजसम्म कसैसँग 1 रुपियाँ व्यवहार पनि गरेको छुइनँ र कसैको 1 रुपियाँ पनि खाएको छुइनँ, बरु मैले नै दिएको छु। तर सबैभन्दा बढी शत्रु दाजुभाइ नै भए, किनभने मेरो प्रगतिमा जले, अर्काको प्रगति, दाजुभाइ प्रगति देख्न नसक्नेहरू। छत्रबहादुर थापा मेरो दाजुले मेरो घर खानुभयो मुद्दा हालेर, मेरो खेत खानुभयो। गाउँघरमा यसो दोकानमा पैसादेखि यहाँबाट लगभग टोटल हिसाब गर्दा 56 लाख रुपियाँ छत्रबहादुर थापाले मेरो खाइसकेका रहेछन्। यो सबै दाजुभाइ गाउँघर थाहा छ, दिदी दाजु सबैलाई। सम्पत्ति ठुलो कुरो होइन, अझै पनि 2-4 लाख खाउँ ठुलो कुरो होइन। तर मेरो छोरो खस्दाखेरि रमाएर स्टार्टर लेख्ने अनि गाउँघरमा यिनीहरू मर्नुपर्ने भन्दै हिँड्नु